हेलो एकदम कडा कस्तो आइरहेको छ दिदी राम्रो आइरहेछ नि कति राम्रो आइरहेछ हामी चाहिँ पानी लिँदा ढिला भयो आजको दिन यहाँ हाम्रो दिपा दिदी हुनुहुन्छ शोभा दिदी हुनुहुन्छ अनि निने हुनुहुन्छ नाम चाहिँ के अरे सुमिता अनि त्यो नाम के भन्छ सजना मोटी हुनुहुन्छ सजना मोटी हुनुहुन्छ अनि मोटु मोटु हुनुहुन्छ त्यो नाम के अरे रन्जित हुनुहुन्छ अनि यहाँ म छु मेरो नाम अनि यहाँ हाम्रो माइलानी हुनुहुन्छ देख्यो हामी यहाँ कतिजना ग्याङ 3 तिया 6 7जना भएर यहाँ रातभरि पानी थापेर बस्ने छौँ हाम्रो ठाउँमा पानीको दुःख त छैन सोल्टिनी अहिले मैले मात्र भएको है भरेर पनि गइसक्यो यता हेर न ल आफ्नो इन्ट्रोडक्सन दिनुहोस् न मेरो नाम हो रन्जित दरबार म कक्षा 8 मा पढ्छु ओ माय गॉड म 14 वर्ष लाग्यो ओ माय गॉड मेरो घर खाली बोतल बोकेर यता ल हेर्नु यता कति दुःख छ योगामा त कोही पनि बेगरेर नआउनु है यसमा हेर्नुहोस् ल बेगरेर कोही पनि नआउनु है यो गाउँमा त पानीको धेरै दुःख छ यति रातिसम्म पानी थाप्नु भागेर भनेको कस्तो आइरहेको छ यो टमाटो ल राति भयो है आज त कस्तो अडेरो हो एकछिन है गाइस ल यहाँ त चाहिँ हामी अब पानी बोक्दा ढिला भयो अब लास्टै राति भयो दिपा दिदीले गर्दा आज लास्टै ढिला भयो कि है अलि यताको साइड आइज न फेरि त्यो थुप्रै देख्छ नि यति अडेरोमा त के भन्न चाहन्छस् तेरो टाउको हेलो यति ढिला आएको भनेर के भन्न चाहन्छस् भन्छु हेलो गर्छ दिपा दिदीको कारण आज हाल चाहिँ यति ढिला आइपुगेको हो पाठ पढाइरा जस्तो हो भन्छ बानीले चाहिँ धेरै डर छ बाघ पनि कराउनलाई चाहिँ दिपा दिदीलाई चाहिँ लान्छ बाघले चाहिँ हामी चाहिँ बस्ने यहाँ ओहो अनि अगाडि दिदीहरू भाइहरूलाई चाहिँ पछाडि पारेर है दिदीहरू अगाडि दौडिरहेको हावा 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 हामी चाहिँ होइन घर पुग्नलाई अझै आधी घन्टा लाग्छ होइन तेरो पो लाग्दैन त मेरो त लागिहाल्छ नि तेरो पो लाग्दैन भाइ गाउँ जेट आए देता है हम दिन नहीं देता है ये देखो ये दीपा दीदी ने करते हुए आज ढिला भयो यो दिदीले गर्दा ढिला भयो के गर्नु मटर रोएर म छुटियो मतलब म केही गाली गर्यो भने फेरि मर्छु कि के गर्नु सक्नुहुन्छ आज मलाई यस्तो बेइज्जत गर्यो कि मेरो भाइले पानी लिन आउँदाखेरि ढिला भयो रे ढिला त भयो त हैन यति ढिलासम्म को आउँछ हामी कहाँ जान्छु भनेको थियो रे नेपालदीको धारा अनि हामी नेपालदी जान्छु भने अब दिदी त नमान्नु त्यो धारा बिग्रिया छ भने बिहान मात्र मलाई तोरो खप्परमा बाटे बुल्ला दिदीले भन कुछ भी बोल्थे है यिनीहरू है यहाँ बाटो बनाउनलाई छ अगाडि दे तपाईहरु पो कसरी जान्छ अब म पो कसरी जान्छु त अगाडि हिँडम मलाई भुटले चुडेलले खायो भने यति सानोमा बेनी गरेको छैन अब केटी मान्छेहरू त डराउँछन् अब केटाको त कुरै नगर्नुहोस् न दिदी हेर देख्नुभयो भन्दै थिएँ मैले डराइसक्यो त डरपक्कै हेलो म चाहिँ घर आइपुगिसकेँ कति राति परेको थियो खानासाना पनि खाइसकेँ अब
थोरै खुट्टा कस्तो छ थोरै खुट्टा दिनु पऱ्यो सबैजनालाई आजको लागि यति नै मन परेको भए लाइक एन्ड सब्सक्राइब गरिदिनु होला सबैलाई बाई